नमस्ते, म यमुना युवाको आवाज बनेर फेरि पनि तपाईहरुको सामु। तपाईहरुलाई थाहा नै होला, अहिले NRNAWA अस्ट्रेलियाले घुम्ती सेवा पासपोर्ट रिन्युअल प्रोग्राम गरिराख्नु पर्छ। अलमोस्ट 700 एप्लिकेशन्स छ। एभ्री डे चाहिँ 100 जना भन्दा बेसी मान्छेहरुले चाहिँ पासपोर्ट रिन्यू गरिराख्नु भएछ। एन्ड थ्यांक यू NRNAWA अस्ट्रेलिया फर डुइङ सच अ अमेजिङ जब। नमस्ते। हजुरको परिचयबाट सुरु गरौँ न। मेरो नाम शेखर घिमिरे। म अहिले NRN अस्ट्रेलियाको भाइस प्रेसिडेन्ट, NRN वेस्टर्न अस्ट्रेलियाको स्टेट कोअर्डिनेटर। NRNAWA वेस्टर्न अस्ट्रेलियाले यति ठुलो इभेन्ट गरिदिनु भएको र सबै नेपालीहरूलाई पासपोर्ट रिन्युअलको लागि इजी बनाइदिनु भएकोमा धेरै धेरै धन्यवाद। थ्यांक यू। कस्तो भइरहेछ इभेन्ट? इभेन्ट एकदमै राम्रो भइरहेछ। सबै कुराहरू सहज र सरल तरिकाले गइरहेको छ। सबैजनाले प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गरिराख्नु भएको छ। त्यस्तै हाम्रो टिम, हाम्रो NRN वेस्टर्न अस्ट्रेलियाको टिम मेम्बरहरू पनि हरेक दिन बिहानदेखि बेलुकासम्म पालो मिलाएर भोलन्टियर गरिराख्नु भएको छ। उहाँहरू सबैजना खटिराख्नु भएको छ। त्यस्तै कम्युनिटी, हाम्रो टिमभन्दा बाहिरको मान्छेहरू पनि आएर हामीलाई सहयोग गर्नुभएको छ। समग्रमा आज डे 4 रनिङ छ र इट्स गोइङ रियली गुड। अलिकति यसको प्रक्रिया यहाँदेखि क्यानबेरादेखि परराष्ट्र मन्त्रालय 3 तिरको समन्वयमा गर्नुपर्ने हुँदा अनफोर्चुनेटली एप्लिकेसन लिन सक्दैनौँ। मेन चीज चाहिँ म्याक्सिममले सोध्ने चाहिँ एभ्री इयर आउँछ? नट ग्यारेन्टिड आउँछ नै भनेर भन्न सकिँदैन। पर्थको हाम्रो पश्चिम अस्ट्रेलियाको सवालमा यो तेस्रो पटक हो। यो अहिले चाहिँ यो ब्याक टु ब्याक लास्ट इयर पनि हामीले गर्न सफल भयो र यो वर्ष पनि हामीले गर्न सफल भयो यो कार्यकालमा। त्योभन्दा अगाडि पनि एकचोटि भएको थियो। तर यो हरेक वर्ष आउँछ नै भन्ने त्यस्तो ग्यारेन्टिड यो स्केड्युल चाहिँ हुँदैन। हाम्रो लागि भयो नि ल्याइदिनु त पर्यो होला। त्यो त हामीले NRN अस्ट्रेलियाले, NRN वेस्टर्न अस्ट्रेलियाले त हामीले जहिले पनि यो सेवाको लागि हामी जुन क्यानबेराबाट हामी जति भौगोलिक दूरीमा छौँ र त्यो मात्र होइन, ट्राभल गर्दाखेरि अरू जुन काम मिलाउनु पर्यो, पैसा आफ्नो ठाउँमा छँदैछ, स्ट्रेस, अझ बच्चा बच्चीहरू लिएर गयो, फ्यामिली जानु पर्यो भने झन् ह्यासल हुन्छ। त्यो कारणले हामीले हाम्रो बलबुताले, हाम्रो रिसोर्सेसले हाम्रो भ्याएसम्म चाहिँ यसलाई निरन्तरता दिने हाम्रो प्रयास त रहिरहनेछ। आमा बुवा पनि आउनुभएको थियो, उहाँहरू पनि पासपोर्ट रिन्यू? लकिली यो अहिले जुन भिजिटिङ प्यारेन्ट्सहरू हुनुहुन्छ, कतिजना त्यस्तो पनि आउनु भएको छ कि अस्ट्रेलियामा आएको बेलामा उहाँहरूको एक्सपायर हुन आँट्या रहेछ। अनि वाइ नट घुम्ती शिविर आएको बेलामा यही नै रिन्यू गरौँ न भनेर अलमोस्ट 8-10 जना भिजिटिङ प्यारेन्ट्सहरू पनि यो रिन्यू गर्दै हुनुहुन्छ यो मौकामा। थ्याङ्क यू सो मच। थ्याङ्क यू युवा, थ्याङ्क यू टिम युवा। तपाईँहरूले पनि यो कार्यक्रम आउँदैछ भनेर योभन्दा अगाडि पनि एउटा राम्रो भिडियो बनाएर जुन सूचना प्रवाह गरिदिनु भयो, धेरैभन्दा धेरै मान्छेलाई रिच गर्न सजिलो भएको थियो। तपाईँहरूले एउटा समाजप्रतिको आफ्नो दायित्व, यस्तो कार्यक्रमहरूलाई यो अझै सफल होस् भनेर जसरी तपाईँहरू लागि परिराख्नु भएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद। र युवाले जसरी पश्चिम अस्ट्रेलियामा एउटा राम्रो काम गरेर आफूलाई अगाडि बढाइरहेको छ, त्यसलाई NRN वेस्टर्न अस्ट्रेलियाको तर्फबाट पनि हामी सहकार्य, साथ सहयोग के कुरामा गर्न सकिन्छ हामी सधैँ तत्पर छौँ। युवाको उज्जवल भविष्यको पनि कामना गर्दछु। थ्याङ्क यू। नमस्ते। नमस्कार। परिचयबाट सुरु गरौँ। म ईश्वर अधिकारी, NRNAWA सहसचिव, यो 23-25 कार्यकालको। अरू सामाजिक सङ्घ संस्थासँग पनि आबद्ध छु, तर आज नितान्त NRNA को यो घुम्ती शिविर, पासपोर्टको घुम्ती शिविरको कार्यक्रम भएको हुनाले म NRNA को नै कुरा गर्न चाहेँ। थ्याङ्क यू सो मच। यति राम्रो घुम्ती सेवा ल्याइदिनु भयो WA मा। यो चाहिँ NRNA वेस्टर्न अस्ट्रेलियाले प्रत्येक वर्ष विगत 3 वर्षदेखि गर्दै आएको छ। बर्थमा चाहिँ अलिकति हामी क्यानबेराबाट चाहिँ भौगोलिक दूरी टाढा छौँ, सँगसँगै जानलाई आउनलाई हामीलाई समय प्लस खर्च, त्यो चाहिँ हामीले NRNA वेस्टर्न अस्ट्रेलियाले चाहिँ कुन हिसाबले समुदायमा एउटा आफ्नो योगदान गर्न सकिन्छ र यहाँको मान्छेहरूलाई चाहिँ जुन यहाँ नेपालीवासीहरू हुनुहुन्छ उहाँहरूलाई कसरी सहयोग गर्न सकिन्छ, त्यो हेतुले चाहिँ हामीले 23 मा गऱ्यौँ, 2023 मा, अनि 24 र अहिले 25 मा कन्टिन्यू गर्दैछौँ। र NRNA वेस्टर्न अस्ट्रेलियामा हाम्रो अझै पनि यो कन्टिन्यू गर्ने एउटा गर्छौँ भन्ने लागिरहेछ। अब आउने साथीहरूले, हाम्रो यो टिममा चाहिँ हामीले नेपालबाट मान्छे ल्याउँछौँ कि क्यानबेराबाट? हामी नेपालबाट नै आउनु भएको छ। हाम्रो पहिलोमा चाहिँ क्यानबेराबाट आउनु भएको थियो, जुन 23 मा भएको थियो।
त्यसपछि चाहिँ हामी नेपालबाट हाम्रो रविन्द्र राज भण्डारी सर उपसचिव हुनुहुन्छ उहाँ पासपोर्ट विभागमा। उहाँ चाहिँ अहिले नेपालबाट स्पेसली WA को लागि मात्र आउनुभएको छ। उहाँको बसाइ 1 हप्ता छ। हामी सुरु गऱ्यौँ बिहिबारबाट, बिहिबार, शुक्रबार, शनिबार, आइतबार। आजसम्म आइपुग्दाखेरि लगभग हामी 450 भन्दा बढी पासपोर्टको चाहिँ बायोमेट्रिक लिएर सबमिट गर्न सफल भएका छौँ। अब हाम्रो सोमबार, मङ्गलबार र जुन WA मा चाहिँ अलिकति धेरै आवेदन आएको हुनाले हामीले बुधबारलाई पनि एउटा एक्सटेन्सन बुधबारसम्म चाहिँ एक्सटेन्सन गरेको छौँ। 7 दिनमा 700 जना हैन? 7 दिनमा 700 जना भन्दा बेसी नै हुनुहुन्छ। अघि शेखरजीले भनिहाल्नुभयो टेन्टेटिभ नम्बर मोर देन 700, तर एक्ज्याक्ट नम्बर चाहिँ हामीले भोलि मात्रै दिन सक्छौँ। अरू स्टेटको मान्छे चाहिँ WA मा आएर रिन्यू गर्न पाइन्छ? एकदमै गुड क्वेसन। हाम्रो डार्विनबाट मैले हिजो लगभग 4-5 जना डार्विनबाट आउनुभएको छ हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई भेटेँ। उहाँहरू चाहिँ स्पेसली डार्विनबाट चाहिँ WA पासपोर्ट रिन्युअलको लागि मात्र आउनुभएको थियो। किन भन्दा डार्विन पनि एउटा भौगोलिक हिसाबले क्यानबेराबाट टाढा नै छ, अनि उहाँहरूलाई चाहिँ क्यानबेरा जानुभन्दा WA आउनलाई सजिलो हुने भएर उहाँहरू चाहिँ आउनुभएको थियो यहाँ। बाँकी इस्टर्न स्टेटहरूलाई त त्यही क्यानबेरा नै सजिलो भयो। स्पेसली डार्विन र WA यो स्पेसली हामीलाई र हाम्रो लागि मात्र भन्दा पनि नेपाली समुदायको लागि उहाँहरू आएर गर्न चाहनुहुन्छ भने त्यसको लागि केही नै समस्या नै भएन। किन भन्दा यो काम गर्ने परराष्ट्रले, पासपोर्ट दिने परराष्ट्रले, हामीले त एउटा लाइज गरेर एउटा यहाँ समय र माहौल मिलाएर त्यो कोसिस गरेका हौँ। सो सबैले पाउनुहुन्छ। थ्याङ्क यू सो मच घुम्ती सेवाले आइदिनु भएको। थ्याङ्क यू, धन्यवाद। बुवा नमस्ते। नमस्ते। बुवाको परिचय पाउन। म गणेश प्रसाद शर्मा, कोटेश्वर काठमाडौँ। कति भयो अस्ट्रेलिया आउनुभएको? आज 8औं महिना भयो। पहिलोचोटि आएको हो। पहिलोचोटि? हजुर। कस्तो लागिरहेछ हजुरलाई अस्ट्रेलिया? मलाई त राम्रो लाग्यो, रमाइलो लागिरहेछ। यताउति घुमघाम। बुवा कति वर्ष हुनुभयो? म 66 भएँ। आज यो पासपोर्ट रिन्युअल घुम्ती सेवामा आउनुभयो। यो अपर्च्युनिटी हो, राम्रो काम हो, यो बेला भइरहोस्। नयाँ मान्छेहरू आइरहेको छ नि नेपालबाट, उनीहरूलाई सजिलो होस्। भाडा अब यहाँबाट क्यानबेरा जानु पर्यो, यो बेकारको खर्च हो नि त। टोली आइदियो भने सजिलो हो। धन्यवाद, धेरै धेरै धन्यवाद टोलीलाई। मेरो पनि काम भयो। हजुर, नमस्ते दिदी। नमस्ते। नमस्ते नानी। परिचयबाट सुरु गरौँ न। मेरो नाम मिमसुबा गुरुङ, नारी निकुञ्ज वुमेन कोअर्डिनेटर WA को। कति वर्ष भयो दिदी अस्ट्रेलियामा? अस्ट्रेलियामा म लगभग 12 वर्ष जति भयो। म आउँदाखेरि त नेपालीहरू भेट्ने नै थिएन, प्लस नेपाली मात्रै होइन, यहाँ पथमा पनि मान्छे नै हुने थिएन। 2009 मा र अहिले 2025 मा मेजर चेन्जेस चाहिँ के देख्नुभयो WA मा? मेजर चेन्जेस त अब पपुलेसन धेरै ग्रोथ भएछ। स्पेसली अब हामीले अहिलेसम्म नेपाली दाजुभाइ दिदीबहिनीहरू चाहिँ बढेकोमा चाहिँ खुसी लागेछ। पासपोर्ट रिन्युअल घुम्ती सेवाको बारेमा केही भनिदिनुहोस् न। घुम्ती सेवा त अब हामीले अहिलेसम्म 3 टाइम भयो होइन। यसले चाहिँ ठुलो सहयोग पुगेको जस्तो फिल भइरहेछ। हाम्रो WA मा बसेको दिदीबहिनी दाजुभाइ अब बच्चा लिएर क्यानबेरा जाने आउने भन्ने कुरा त गाह्रै हो। 2-3 दिन त अब छुट्टी लिएर जानु पर्यो। इनकेस वहाँ गएर डकुमेन्ट नमिलेको खण्डमा एक्सटेन्ड गरेर बस्नुपर्ने हुन्छ। फेरि बस्नु परेपछि जाँचको टिकट पनि चेन्ज गर्नु पर्यो, धेरै कस्टली छ होइन। त्यो हिसाबमा त जस्ट अब उहाँहरू यहाँ आएर यति आनन्दसँग अब हो, कोही बेला अब अलिकति लाइनको गडबडले गर्दाखेरि 3-4 घण्टा कुर्नु पर्ने हुन्छ, तर त्यो चाहिँ नर्मल कुरा हो। तर अहिले चाहिँ हामी बिहानदेखि चाहिँ एकदम स्मुथली जान्छ। इभिनिङमा चाहिँ अलिकति सिस्टम पनि तातिएको हुँदा अलिकति के अरे स्लो हुन्छ, तर पनि हामीले एभ्री डे अब 100, 10, 12, 15 त्यसरी नै गरिरहेको छौँ। बिहान कति बजी सुरु गर्नुहुन्छ? मर्निङ चाहिँ 8 o'clock उहाँ आउनुहुन्छ। 8:15बाट हामी सुरु गर्छ। राति चाहिँ यति नै भन्ने छैन। लास्टमा हिजो पनि हामी के अरे 8 बजेतिर, अस्ति पनि 8 बजेतिरसम्म बसेको हो। आज पनि अब त्यहाँ बाहिर निकै हुनुहुन्छ, जबसम्म सक्दो
सक्दैन हामी तबसम्म चाहिँ उहाँलाई फर्काउँदैन जोस् अब यसले गर्दा चाहिँ अब हाम्रो WA को नेपालीहरूलाई धेरै सहयोग पुगेको जस्तो लाग्छ हैन त्यही अनुसार सबैजनाले अब हामीलाई पनि मोटिभेसन दिनु पर्यो अब अनि यसलाई ल्याउने पनि यति सजिलो चाहिँ छैन हैन स्टेप टु स्टेप अब हाम्रो कोअर्डिनेटरदेखि लिएर सबैजना लागि पर्नुपर्छ अब त्यो कतिपय च्यानल थ्रु जाँदाखेरि चाहिँ अब यो मौका पाएको हुन्छ हैन हामीले त्यसको लागि अब हाम्रो शेखर भाइलाई नै जोस् धन्यवाद भन्न चाहन्छु शेखर भाइ लास्ट इयर हामीले अब लगभग 600 जति गरेको थियो तर यो साल चाहिँ हामीले अब त्यस्तै 300-400 हुन्छ होला भन्ने सोचेको थियो हैन 700 पुग्यो अब युवाहरू चाहिँ मेरोलाई मनको सबैभन्दा नजिक क्लब हो उहाँहरूले जतिले हेर्नुहुन्छ उहाँहरूले आफ्नो साथीभाइलाई नि मेसेज अलिकति पास गर्नु होला भन्न चाहन्छु किनभने अब NRN को पेज फलो गर्नुभयो भने नारी निकुञ्जको पेज फलो गर्नुभयो भने तपाईहरुले धेरै राम्रो इन्फर्मेसन पाउनुहुन्छ हैन अब किनभने लास्ट मिनेटमा थाहा भएन भनेर उहाँहरूलाई नि टेन्सन हुन्छ कि हुन्न भने हामीलाई पनि विचार भएन भने के गर्ने होला भनेर अलिकति गाह्रो हुन्छ नि त त्यही भएर सबैले चाहेको बेलामा सेवा पाओस् भन्न चाहन्छु अनि हामीले बनाइराखेको नयाँ नयाँ भिडियोजहरु हाम्रो इन्फर्मेटिभ भिडियोजहरुलाई चाहिँ सबैसम्म शेयर गरिदिनु ताकि कोही पनि नछुटोस् फ्युचरमा पनि तपाईहरुबाट चाहिँ यति राम्रो राम्रो काम होस् र हामीले चाहिँ त्यसमा हेल्प गर्न सकोस् यही युवाको इच्छा थ्यांक यू सो मच थ्यांक यू नानी यो मौका दिनु भएकोमा हाई मेरो नाम चाहिँ पुस्तिका गुप्ता Thank you so much NRNA Western Australia for organizing passport renewal. It's been very helpful for us financial wise. Why we Canberra travel गर्नु परेन त्यसले गर्दाखेरि धेरै टाइम पनि सेभ भयो हाम्रो वर्क टाइम पनि सेभ भयो फाइनान्शियल वाइज पनि हामीलाई धेरै नै हेल्पफुल भयो सो थ्यांक यू जेन्युइनली थ्यांक यू सो मच NRNA Western Australia. मेरो नाम चाहिँ रोमी हो अनि NRNA WA को सम्पूर्ण अर्गनाइजर कोअर्डिनेटरहरूलाई चाहिँ आई वुड लाइक टु थ्याङ्क किनभने उहाँहरूले यो सबै अर्गनाइज नगर्नु भएको भए चाहिँ हामीहरू पर्थको सबैजना नै क्यानबेरा पुग्नु पर्थ्यो अनि इट वुड बी अ लट फाइनेन्सियल कस्ट वाइज अनि हाम्रो टाइम सेड्युलहरू मिलाएर त्यहाँ अकोमोडेसन पनि अरेन्ज गर्नुपर्ने हुन्थ्यो सो उहाँहरूले यति अरेन्ज गरिदिनु भएर हामीलाई धेरै सजिलो भएको छ सो थ्याङ्क्स अ लट नमस्ते मेरो नाम रश्मिता बकाले म पर्थमा 2016 मा आएको इट्स बिन 7 to 8 years NRNA WA ले अर्गनाइज गरेको पासपोर्ट रिन्युअल कार्यक्रमले चाहिँ धेरै सहज बनाएको छ हामीहरूलाई क्यानबेरा जानुपर्दा it was helpful with the finances and even with work and other stuff. I'm very thankful for the program organized by NRNA WA for the passport renewal program जसले हामीलाई एकदमै हेल्प गरेको छ I hope यस्तो प्रोग्राम पछि पनि आओस् जसले चाहिँ it will be very easier for us especially हामीले ट्राभल गर्नु पर्दैन and other things so I'm very thankful thank you so much नमस्कार नमस्ते मेरो नाम रविन्द्रराज भण्डारी म पासपोर्ट डिपार्टमेन्टमा डाइरेक्टर छु अहिले घुम्ती टोलीको लागि पर्थमा आएको छु धेरै धेरै धन्यवाद समय मिलाएर WA मा सबैलाई हेल्प गर्न आइदिनु भएकोमा यो कर्तव्य पनि पर्यो म्याम मेरो हजुर अब नेपालीहरूको राम्रो नम्बर देखियो एकदम खुसी लागेको छ पर्थमा कति दिनको लागि आउनु भएको हाम्रो प्रोग्राम 15 देखि 20 मे 15 देखि 20 मे हजुर कतिजना छ दिनमा अराउन्ड 100 अबभ नै आइरहेछ नि अहिलेसम्म सिस्टमले पनि राम्रो सपोर्ट गरिरहेछ अहिलेसम्म ठिकै छ सबै स्मुथली गइरहेछ पर्थको मान्छेहरू नेपालीहरूलाई भेटेर कस्तो फिल भयो एकदमै नेपालीहरू जहाँ पनि हस्पिटेबल नै हुन्छ एकदम खुसी लाग्छ पहिलो साल मैसुर सराउन्ड भएको थियो यसपालि म अब नेक्स्ट टाइम पक्कै कोही आउनुहुन्छ होला नम्बर अफ पिपलले अलिकति प्रेसर चाहिँ बनाउँछ तर हाम्रो प्रोसिड्योर बेसिसमा चाहिँ अहिले खासै त्यस्तो गाह्रो स्टेप्सहरू छैन मान्छेले 5 मिनट एकजना भित्र छिरेपछि लगभग 5 मिनटमा हाम्रो सर्भिसहरू लिएर गइरहनु भएको छ यो प्रोसेसलाई चाहिँ हामीले अझ सहज बनाउनलाई चाहिँ हजुरलाई के गर्नुपर्छ जस्तो लाग्छ डकुमेन्टेसनमा अलिकति ध्यान दिनु पर्यो पासपोर्ट नागरिकताहरू आफूसँग राखिदिनु पर्यो त्यसपछि फर्म भर्दाखेरि डकुमेन्टहरू डिटेलहरू राम्रोसँग भरिदिनु भयो भने हामीलाई अझ स्मुथली काम गर्न सजिलो हुन्छ थ्याङ्क यू सो मच यति धेरै हेल्प गरिदिनु भयो हामीलाई क्यानबेरासम्म ट्राभल गर्नु परेन विन विन नै हो हाम्रो डायस्पोराको लागि पनि सजिलो क्यानबेराको लागि पनि सजिलो गभर्मेन्ट अफ नेपालले पनि आफ्नो प्रेजेन्स देखाउन चाहिँ
यसले सहज बनाउँछ नेपालीहरूलाई। धेरै धेरै धन्यवाद। थ्याङ्क यू।